क्लास ओके म आज तपाईहरुलाई फाइनल अकाउन्ट पढाउन जाँदैछु र फाइनल अकाउन्टमा तपाईहरुलाई मेनली कन्फ्युजन हुने भनेको एडिसनल इन्फर्मेसनमा र एडिसनल इन्फर्मेसन कहाँ कहाँ जान्छ भन्ने कुरा तपाईहरुलाई कन्फ्युजन भइरहेछ। सो फाइनल अकाउन्टमा हामीले मेनली भनेको तीनटा अकाउन्ट बनाउँछौं हैन, ट्रेडिङ अकाउन्ट, प्रॉफिट एन्ड लस अकाउन्ट र ब्यालेन्स सिट। र एडिसनल इन्फर्मेसनमा दिएका जुनसुकै ट्रान्ज्याक्सन पनि प्राय सबै के हुन्छ दुईटा अकाउन्टमा जान्छ जहिले पनि, कि त प्रॉफिट एन्ड लसमा कि त ब्यालेन्स सिटमा कि त ट्रेडिङमा गरेर तीनटामा जान्छ, तिमीलाई थाहा छँदैछ। र त्यही भएर अब तिमीलाई म जुन हाम्रो यो कुन बुक हो यो प्र्याक्टिस बुकमा भएको सबै एडिसनल इन्फर्मेसनहरु तपाईलाई गर्दिन्छु म है। अनि त्यो चाहिँ घर गएर एकचोटी रिभिजन पनि गरेर हेर्नु होला है। ल सुरुमा चाहिँ हाम्रो एकजनाले मलाई पढेर भन्दा पनि हुन्छ के छ ल एडिसनल इन्फर्मेसन। ओके ल एडिसनल इन्फर्मेसनमा सबैभन्दा सुरुमा तपाईलाई दिएको हुन्छ क्लोजिङ स्टक है। सो क्लोजिङ स्टक जाने भनेको जहिले पनि दुईटामा भनेको, एउटा भनेको चाहिँ ट्रेडिङ अकाउन्टको ओके भन्दा हुन्छ तिमीले के फरक पर्छ, ट्रेडिङ अकाउन्टको कहाँ जान्छ सीआर मा जान्छ, अर्को भनेको ब्यालेन्स सिटको एसेट्स हो यसरी जान्छ। ठीक छ ठीक छ। त्यसपछि आएर अर्को के दिएको हुन्छ तिमीलाई आउटस्ट्यान्डिङ रिलेटेड केही न केही दिएको हुन्छ है। जस्तै सपोज तिमीलाई देला आउटस्ट्यान्डिङ वेजेस भनेर देला हो। अब आउटस्ट्यान्डिङ वेजेसमा के हुन्छ भन्दाखेरि आउटस्ट्यान्डिङ चाहिँ तपाईको हेर्यो भने यो वेजेस कहाँ जान्छ भन्ने कुरा तपाईले पहिला पत्ता लगाउनु पर्यो। आउटस्ट्यान्डिङ यो जुन गर्दै भन्दाखेरि चाहिँ यो पछाडीको जुन दिएको हुन्छ त्यो चाहिँ पत्ता लगाउनु पर्यो। यो कुनमा जान्छ जहिले पनि वेजेस ट्रेडिङको डिआरमा जान्छ हैन। सो आउटस्ट्यान्डिङ फेरि जहिले पनि के हुन्छ भन्दाखेरि एड हुन्छ, आउटस्ट्यान्डिङ जति जहिले पनि के हुन्छ एड हुन्छ। सो भनिसकेपछि तिमीले के गर्नु पर्यो, ट्रेडिङको डिआरमा वेजेस सँग चाहिँ के गर्नु पर्यो एड गर्नु पर्यो। यसरी चाहिँ के हुन्छ आउटस्ट्यान्डिङ वेजेसले काम गर्छ हो। त्यसपछि अर्को भनेको चाहिँ ब्यालेन्स सिटको लायबिलिटिजमा जान्छ है। ब्यालेन्स सिटको लायबिलिटिजमा तपाईले लगेर पोस्ट गर्नु पर्यो है। त्यसपछि आउँछ अर्को तिमीलाई दिने भनेको चाहिँ प्रिपेड रिलेटेड हैन, प्रिपेड स्यालेरी भन्नुला ल सपोज हो ल। अर्को प्रिपेड स्यालेरी, अब यसमा तिमीहरुको हेरे यो आउटस्ट्यान्डिङ एक्सपेन्सेस हो है। फेरि तिमीले बुझिराख्न आउटस्ट्यान्डिङ इन्कम पनि हुन सक्छ जहिले हैन, एक्सपेन्सेस भएर चाहिँ यो लायबिलिटिजमा गएको त्यो पछि अर्को आउटस्ट्यान्डिङमा अर्को पनि पढ्छौं हामी। सो प्रिपेड स्यालेरी, अब त्यसको लागि प्रिपेड थाहा पाउन पनि हामीले पछाडी के गर्नु पर्यो, पहिला स्यालेरी कहाँ जान्छ त्यो पत्ता लगाउनु पर्यो हो। स्यालेरी कहाँ जान्छ भन्दाखेरि पीएल मा जान्छ जहिले पनि हो, पीएल मा जान्छ। र प्रिपेड एक्सपेन्सेस हामीले के गर्नुपर्छ जहिले पनि लेस गर्नुपर्छ विथ द पर्टिकुलर टपिक्स, कुन सँग छ त्योसँग चाहिँ के गर्नु पर्यो लेस गर्नुपर्ने हुन्छ। भनेपछि स्यालेरीसँग लेस गर्नुपर्ने हुन्छ विथ द प्रॉफिट एन्ड लस है। ओके ल। सो प्रॉफिट एन्ड लस को डिआर लेस विथ केसँग स्यालेरी हो, यो भइहाल्छ है। प्रॉफिट एन्ड लस को डिआर मा यदि स्यालेरी दिएको छ भने स्यालेरी सँग चाहिँ लेस गर्नु हैन, ट्रायल ब्यालेन्समा तपाईको स्यालेरी दिएको हुन्छ। त्यसपछि आएर यो कुनमा जान्छ प्रिपेड एक्सपेन्सेस के हुन्छ अर्को ब्यालेन्स सिटको एसेट्स मा जान्छ। प्रिपेड एक्सपेन्सेस जति सबै के हुन्छ एसेट्स हुन्छ हो। अर्को भनाउ त कुन कुन दिएको छ तिमीलाई एक दुईवटा हेराउ न खै। आउटस्ट्यान्डिङ स्यालेरी छ ओके ल। आउटस्ट्यान्डिङ स्यालेरी र आउटस्ट्यान्डिङ वेजेसमा केही फरक छैन ल, त्यही पनि भनिहाल्नु भयो, त्यो पनि लेख्दिन्छु ल। आउटस्ट्यान्डिङ स्यालेरी हो, त्यसको लागि पनि तपाईले के गर्नु पर्यो आउटस्ट्यान्डिङ भनिसकेपछि पछाडीको स्यालेरी थाहा पाउनु पर्यो। स्यालेरी कुनमा जान्छ पीएल मा जान्छ हो। सो त्यो भइसकेपछि के गर्नु पर्यो पीएल को डिआर मा स्यालेरी सँग चाहिँ के गर्नु पर्यो आउटस्ट्यान्डिङ जति के हुन्छ रे एड हुन्छ, भनेपछि स्यालेरी सँग चाहिँ के गर्नु पर्यो एड गर्नु पर्यो। त्यसै गरेर आउटस्ट्यान्डिङ भन्नेबित्तिकै ब्यालेन्स सिटको लायबिलिटिजमा त जाने भइ नै हाल्यो। ठीक छ ठीक छ ठीक छ। के गलत भने त मैले छैन नि हैन। ल अर्को भन्नु त मलाई के छ
के छ अरे? ओके, एडभान्स ओके, ल ठिक छ है। एडभान्स कमिसन रिसिभ है। सो यसको लागि तपाईहरुले एडभान्सको पनि के गर्नु पर्यो, सुरुमा कमिसन रिसिभ कहाँ जान्छ त्यो त पत्ता लगाउनु पर्यो, हो कि नै? कमिसन रिसिभ कहाँ जान्छ कमिसन रिसिभ? पीएल को पीएल मा जान्छ भने अहिले सिम्पली बुझिरहेको छ, प्रॉफिट एन्ड लसमा जान्छ कमिसन हैन। तर सीआर पटि अब कमिसन रिसिभ भनेपछि सीआर मा जान्छ भनेर भन्नु पर्यो हाले। सो पीएल को सीआर मा हो एउटा के गर्नु पर्यो, एडभान्स भनेको के हो, हामीले कुनै पनि किन कमिसन चाहिँ एडभान्समा पाएको हो, त्यो भनेको हाम्रो लागि के हो, लाइबिलिटिजको रूपमा पनि ट्रिट हुन्छ, तर पछि गरौँला ब्यालेन्स सिटमा हैन। सो त एडभान्समा पाएको कुरालाई हामीले के गर्नुपर्छ, जहिले पनि लेस गर्नुपर्छ विथ केसँग, कमिसन दिएको छ भने है। यदि कमिसन तपाईलाई त्यहाँ कमिसन रिसिभमा दिएको हुन्छ सीआर साइडमा, त्योसँग चाहिँ के गर्नु पर्यो, घटाउनु पर्यो। ठीक छ, ठीक छ, ठीक छ। अर्को ब्यालेन्स सिटको कहाँ जान्छ अरे, एडभान्स इन्कम कहाँ जान्छ, एडभान्स इन्कम कहाँ जान्छ, लायबिलिटिजमा। ओके, ठीक छ है। यसरी चाहिँ के भयो, दुईटा मा तपाईले राख्न सक्नु हुन्छ। अर्को के, प्रिपेड स्यालेरी एक्सपायर्ड। ओके, कतिमा पुग्यो, 4 5 6 प्रिपेड स्यालेरी एक्सपायर्ड हो। ल अब प्रिपेड स्यालेरी एक्सपायर्ड भन्नु चाहिँ के हो भन्दाखेरि, एक्सपायर्ड हुनु भनेको मतलब चाहिँ तपाईले जुन चाहिँ प्रिपेड स्यालेरी दिएको थियो त्यो चाहिँ के हुन्छ, हाम्रो अलरेडी युज भइसकेको छ भन्नुको मतलब हो। एक्सपायर्ड भनेको युज भइसकेको छ, अथवा प्रिपेड गरेको स्यालेरी चाहिँ युज भइसकेको छ अथवा एक्सपेन्सेस भइसकेको छ, त्यसलाई हामीले कसरी ट्रिट गर्ने भन्दाखेरि, अब त्यसको लागि नि के गर्नु पर्यो, स्यालेरी हामीले कहाँ जान्छ त्यो पत्ता लगाउनु पर्यो। स्यालेरी कुनमा जान्छ, पीएल मा जान्छ, पीएल को डीआर मा हो। लगेर के गर्नु पर्यो, यदि तपाईको त्यहाँ स्यालेरी दिएको छ भने के गर्नु पर्यो, के गर्नु पर्यो, लेस गर्नु पर्यो। यदि होइन प्रिपेडसँग स्यालेरीको कुनै केही दिएको छैन, डाइरेक्ट लगाएर पोस्ट गर्दा हुन्छ अमाउन्ट, त्यति थाहा छ तिमीलाई हैन। त्यसपछि आएर अर्को कुन हुन्छ, प्रिपेड एक्सपेन्सेस भनेको सबै के हो, ब्यालेन्स सिटमा लगेर एसेट साइडमा चाहिँ राख्नु पर्यो, किनकि प्रिपेड स्यालेरी भनेको प्रिपेड एक्सपेन्सेस हो हैन, स्यालेरी त एक्सपेन्सेस हो। सो एसेट्समा हुन्छ। ठीक छ, ठीक छ। यदि अनएक्सपायर्ड भएको केसमा चाहिँ तपाईहरुको एउटा मात्र केस हुन्छ, त्यो चाहिँ पीएल को डीआर मा लगेर डाइरेक्ट पोस्ट गर्यो भने पुगिहाल्छ है, त्यो कुरा छ। त्यो चाहिँ अपवादको केस हो। अरु के रिसिभेबल के छ, ओके, सन्ड्री इन्कम ओके, रिसिभेबल है। ल अब यहाँ तिमीले यो सन्ड्री इन्कम बुझ्नको लागि नि के गर्नु पर्यो, पहिला यहाँ वर्ड छ इन्कम, इन्कम केमा जान्छ, पीएल मा जान्छ हो। सो पीएल को सीआर मा है, पीएल को सीआर मा तपाईले कहिलेकाहीँ इन्कम रिसिभेबल भनेर के टपिक दिएको छ भने, बेटर टु एड विथ इट, एड गर, छैन भने डाइरेक्टली प्लेस गर्दा हुन्छ है। सिम्पल, कि त एड गर हैन, यही टपिक रिलेटेड इन्कम रिसिभेबल भनेर माथि ट्रायल ब्यालेन्समा दिएको छ भने एड गर, छैन भने डाइरेक्टली प्लेस गर सीआर मा लगेर है, सिम्पल छ। अर्को भनेको यो रिसिभेबल भनेको के हो, एसेट्स हो हैन, ब्यालेन्स सिट को एसेट्स मा लगेर प्लेस गरिदियो भने यो पनि काम खाला। अर्को के छ, सन्ड्री इन्कम रिसिभड इन एडभान्स। ओके, सन्ड्री इन्कम रिसिभड इन एडभान्स। ल है, यसमा थोरै मात्र फरक छ है, यो रिसिभेबल छ, यो अलरेडी रिसिभ गरिसकेको तर एडभान्समा है। ल यसको लागि पनि के गर्नु पर्यो, पीएल को सीआर मा एडभान्स हो, त्यही भएर त्यहाँ पर्टिकुलर टपिक दिएको छ भने लेस गर हो, एडभान्स इन्कम हो,
त्यसपछि आएर ब्यालेन्स सिटको लगेर लाइबिलिटिजमा लगेर लाग्दियो। ठिक छ, ब्यालेन्स सिटको लाइबिलिटी एडभान्स इन्कम हो नि त यो त हैन। सो त्यही भएर लाइबिलिटिजमा राख्यो भइहाल्यो। अरु केही आउटस्ट्यान्डिङ इन्कम ल अघि आउटस्ट्यान्डिङ एक्सपेन्सेस गरेको थियो, आउटस्ट्यान्डिङ इन्कम ठ्याक्क त्यसको अपोजिट हुन्छ, तिमीलाई थाहा छ छैन। सो के गर्नु पर्यो, पिएल को सीआर मा हैन पर्टिकुलर हेडसँग के गर्नु पर्यो, एड गर्नु पर्यो। ठिक छ, त्यसपछि आएर ब्यालेन्स सिटको अघि त्यो एक्सपेन्सेस के हुन्थ्यो, लाइबिलिटीमा हुन्थ्यो भने इन्कम केमा हुन्छ, अब केमा हुन्छ, एसेट्समा हुन्छ। ठिक छ, अरु केही हामीले कहाँ के सोध्यो यो तिमीलाई आज त खुब भेटेछौ त, अरु अगाडि त केही भेट्दैन थियो त, के खाथ्यो भन्नु त, इन्ट्रेस्ट आउटस्ट्यान्डिङ अन बैंक लोन। ल इन्ट्रेस्ट आउटस्ट्यान्डिङ अन बैंक लोन। ओके, तपाईले यो के गर्नु पर्यो, इन्ट्रेस्ट कुनमा जान्छ, पिएल मा जान्छ हो। सो पिएल को